म यो मान्छेसँग बस्न सक्दिन श्रीमान। म पनि योसँग बस्न सक्दिन श्रीमान। तिमी त किन बस्थ्यौ र? आफ्नो श्रीमतीलाई नोकरी जस्तो बनाएर बाहिर 10 जनासँग सुत्दैन त जस्तो रन्डोसँग मलाई पनि बस्नु छैन। के भनिस्? म दुनियासँग सुत्दिन त मलाई आरो लाउँछस्? मार आएको होइन, मार आइज। मार्दिन्छु म आज यसलाई। आइज। अर्डर अर्डर अर्डर। यो तपाईहरुको घर होइन, सम्मानित अदालत हो। अलि सभ्य भएर प्रस्तुत हुनुस्। देख्नुभयो श्रीमान, उहाँले यस सम्माननीय अदालतमा त यो ऐकम गर्नुहुन्छ भने घरमा आफ्नो श्रीमतीलाई कस्तो ऐकम गर्नुहुन्छ होला श्रीमान? वकिल साहब एकछिन, पहिला उहाँहरूलाई शान्त भएर आफ्नो कुरा राख्न दिनुस्। कसरी बाँच्नु, मनमा ढुङ्गा राखी कसरी हाँस्नु, बरु मेरो खुसी उसकै पल्टोमा भर्देऊ, अलग हुने गरी फैसला गर्देऊ। हे श्रीमान दिलाइदेऊ न्याय, उसँग बस्न नसक्ने भए। हे श्रीमान दिलाइदेऊ न्याय, सँग जीवन काट्न नसक्ने भए। बाबु केक काटौँ है अब? नाइ, म त बाबा आइसकेपछि मात्र काट्छु। बाबालाई पर्खिने हो? हो ल, यता आएर बस। हस् आऊ। आज म एकदम धेरै खुसी छु। आज मैले मुभी साइन गरेँ नि। तिमी खुसी छैनौ? छोड मलाई। यो के गरेको? पागल भयो तिमी? कहिले सुटिङ, कहिले मिटिङ, कहिले के सधैँ तिम्रो मात्रै चल्ने। हाम्रो लागि खोइ टाइम। तिमीलाई थाहा छ आज हाम्रो छोराको बर्थडे हो, थाहा छ तिमीलाई? शिट। बाबु मलाई माफ गरिदेऊ। पहिले त्यो मनमा मन्दिर खोजे, बदलामा आज अदालत आइपुगे। उसकै जितमा ताली बजाउँछु, खुसी तारेर पीडा सजाउँछु। हे श्रीमान दिलाइदेऊ न्याय, उसँग बस्न नसक्ने भए। हे श्रीमान दिलाइदेऊ न्याय, सँग जीवन काट्न नसक्ने भए। आगर नाइ, खादिनु म बाबा आइसकेपछि मात्र खान्छु। बाबालाई आउन ढिलो हुन्छ। खाऊ आगर, खा भनेको सुनिनस्? तेरो बाबा आउँदैन आज। आई हेट यु मम्मा। यही हो आउने टाइम तिम्रो? आज कुन चाहिँ हिरोइनसँग डेट थियो? जहिले म थाकिसके। म हिट राइडर बन्न चाहन्छु। तिमी किन बुझ्दैनौ? यही त तिम्रो समस्या छ। जहिले आफ्नो बारेमा मात्रै सोच्छौ, हाम्रो बारेमा कहिले सोच्ने तिमीले? दिन रात नभनी हाम्रो भविष्यको लागि म काम गरिरहेको छु। तिमी किन बुझ्दैनौ?
मलाई हस्पिटल लिएर जाने डेट त याद भएन तिमीलाई। बाबुलाई स्कुलबाट लिएर आउन चाहिँ नबिर्सिनु है। छोराले खाना खायो? बाबुले खाना खायो भनेको सुनेनौ?